मलाई चाहिने पवित्र मन भाका मायालुले मलाई त सहरिया भन्छ हिलो पानी भन्दिन धुलो पानी भन्दिन उकाली र ओराली सँगै गर्ने मन छ आखिर एक दिन जानु छ मरेर निदै देऊ कि नउठ्ने गरेर कति मुटु दुखे मेरा कति आँसु झरे एका दियो दैवले मन अभागी करमाइसो यसै दियो कर्म प्यारा माया भइगयो तेरो मेरो खोलीका दुई किनारा जसो धरतीको घर सानो छ गगन तिम्रो मासु कोही छैन नभन जुग जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भएन भने नि तिम्रै पाउको धुलोले सिउँदो भरौँला। आदरणीय दर्शकवृन्द हाम्रो आज यो गाउँघर खबर .com को स्टुडियोमा एउटा नयाँ चाहिँ कलाकार बहिनी आउनु भएको छ कलाकार पनि हुनुहुन्छ अरे उहाँ गायक पनि हुनुहुन्छ अरे उहाँको नाम नानुकै मुखबाट भनौँ न। नमस्ते म सङ्गीता मल्ल हजुर घर चाहिँ मेरो पश्चिम डडेलधुरा हजुर सङ्गीता मल्ल हुनुहुन्छ अनि हजुर यो कला क्षेत्रमा प्रवेश गरिनु भएको कति भयो थोरै भयो सुरु नै हो सुरु भयो प्र्याक्टिस गर्नुभयो यो गाउँघर खबर .com मा आउनुभन्दा अगाडि कुनै सिरियल गर्नुभएको थियो थिएन है भनेपछि तपाईँको अब गायक क्षेत्रमै तपाईँको एकदमै रुचि र निरन्तरता दिइरहनु भएको छ होइन भनेपछि अब गायक क्षेत्रमा अब हाम्रो आम दर्शकहरूलाई एउटा चित्त बुझ्दो राम्रो गीत जाओस् त लौ त दर्शकहरू अगाडि त्यति राम्रो स्वर त छैन धरतीको घर सानो छ गगन तिम्रो मासु कोही छैन नभन जुग जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भएन भने नि तिम्रै पाउको धुलोले सिउँदो भरौँला सिन्दुर किन्ने पैसा नि भएन भने नि तिम्रै पाउको धुलोले सिउँदो भरौँला। आहा अनि अरू तपाईँको अब तपाईँ त पश्चिमको हुनुहुन्छ होइन तपाईँले अब देउडा गीतमा त तपाईँ एकदमै माहिर हुनुहुन्छ होला एउटा देउडा गीत पनि हाम्रो आम दर्शक अगाडि बहिनीको मिठो स्वरमा एकचोटि हाम्रो दर्शकहरू सुन्न चाहेका छन् ल न प्लिज एउटा गीत गाइदिउँ एका दियो दैवले मन अभागी करमाइसो यसै दियो कर्म प्यारा माया भइगयो तेरो मेरो खोलीका दुई किनारा जसो एकस्या बुझौ मैले मन अभागी करमाइसो ए दुखी मनको मर्म प्यारा माया भइगयो तेरो मेरो खोलीका दुई किनारा जसो ए दुखी मनको मर्म प्यारा माया भइगयो तेरो मेरो खोलीका दुई किनारा जसो। आहा कति मिठो स्वर है यो बहिनीको आमै अब म त यदि मक्ख पऱ्यो भने हाम्रो दर्शकहरूलाई कति राम्रो गीत लाग्यो होला है अनि तपाईँले अब यो हाम्रो अहिले पहिलोचोटि आउनु भएको छ हाम्रो यो गाउँघर खबर .com मा सुटिङ गर्न आउनु भएको छ आजको तपाईँको यो पहिलो दिनलाई तपाईँले कसरी हेर्नु भएको छ मलाई एकदम राम्रो लाग्यो मैले सोचेको पनि थिएन होला म यस्तो कमेडीमा पनि जान सक्छु भनेर धेरै खुसी लाग्यो भनेपछि अनि तपाईँ त अब यो एकदम हँसिलो अनुहारको हुनुहुँदो छ अनि तपाईँलाई यो कुनै चाहिँ दुःखको गाना गाउन आउँछ तपाईँलाई कुनै गीत आखिर एक दिन जानु छ मरेर निदै देऊ कि नउठ
कति मुटु दुखे मेरा कति आँसु झरे तिमीलाई पाउन सकिन ए भाग्यको दोसोला विधाताले लेखेको पुरा हुन्छ रे। आहा अनि बहिनी तपाईँ यति राम्रो हुनुहुन्छ यति सुन्दरी हुनुहुन्छ अनि अब यो काठमाडौँ जस्तो ठाउँमा त अब अहिले बाहिरका मान्छेहरू एउटा बोयफ्रेन्ड नभइकन त बस्दैनन् अनि तपाईँको चाहिँ कतिवटा छ? मेरो चाहिँ एउटा नि छैन। एउटा नि छैन? छैन छैन। कुनै केटाले अफर गरे होइन? छैन छैन मलाई त्यस्तो मन पर्दैन बोयफ्रेन्ड नि बनाउँदिनँ। होइन अब यसो विचार गरेर अर्को देशीले पनि यसो बनाऊ म पनि एउटा बनाएर मलाई पनि घुमाउन लैदिए हुन्थ्यो जस्तो कतै तपाईँको भित्र मनले चाहिँ भन्दैन भने? भन्दैन। अब तपाईँ काठमाडौँ बसेर के कलाकारी त पेसै मात्रै गर्ने कि गायकै मात्रै गर्ने कि भविष्यमा कुनै पेसा लिएर अगाडि बढ्ने योजना छ तपाईँको? म सबै गर्ने। सबै गर्ने भने समय अनुसारको जस्तोसुकै परिस्थिति आए पनि हरेक काम गर्न तपाईँ तयार हुनुहुन्छ। तपाईँ यो गाउँघर खबर .com-मा आज पहिलो दिन आउनुभयो यो गाउँघर खबर .com-लाई तपाईँले निरन्तर साथ दिनु विचारले आउनुभएको कि यदि बा खेल्छु हेरौँ त्यसपछि देखा जाए भन्ने विचार आएको? म निरन्तर गर्ने विचारले हो। र धन्यवाद बहिनी तपाईँले यो गाउँघर खबर .com-मा आउनुभयो र चाहिँ नि 2-4 शब्द पनि बोलिदिनु भयो। आम दर्शकले हजुरलाई पनि एउटा गायक पनि हुँदो रहेछ कलाकार पनि हुँदो रहेछ भने चिन्ने भएको पनि पाए। अब तपाईँले हाम्रो गाउँघर खबर .com-बाट जाँदा जाँदै एउटा मिठो गीत गाइदिनुहोस् न। यहाँ पाइने गाडी राधन भाका मलाई चाहिने पवित्र मन भाका मायालुले मलाई त सहरिया भन्छ हिलो पनि भन्दिन धुलो पनि भन्दिन उकाली र ओराली सँगै गर्ने मन छ। आहा कतै मिठो स्वर है। तपाईँ आएर गाउँघर खबर .com-मा आएर चाहिँ यसरी आफ्नो चाहिँ वक्तव्य पनि दिनुभयो र यसमा खेलिदिनु पनि भयो। यो गाउँघर खबर .com-मा तपाईँ निरन्तर साथ दिनु होला भन्दै म आज बिदा हुन चाहन्छु। हस् त बहिनी नमस्कार।